हेलो अब आज हामी केराको हार्भेस्टिङ गर्छौँ। बोट हेर्नुहोस्, सानो बोट छ। सानो बोटमा एउटा दुईटा तीनटा चारवटा 8-10वटा फलेको छ। हुन त अहिले यसको ठ्याक्कै टिप्ने बेला भएको छैन, तर बोट सानो भएकोले बोटलाई लोड नपरोस् भन्नको लागि टिप्न गइरहेको छु। ल यो हेर्नुहोस्, यो बिरुवा बाबुले मलाई मद्दत गरिराख्नु भएको छ। बाबु हाई भन्न। हाई। एउटा भयो। अब हामी दुईटा भयो फ्रुट्स। त्यसपछि यो सानो छ, 3वटा भयो। सानो सानो छ, सानो सानो टिप्नुपर्छ किनकि बोटलाई लोड पर्यो भने बोट फस्टाउनु पाउँदैन। एउटा छ, अरे चढ्नुपर्छ होइन, माथि छ यहाँ। छ सानो सानो छन्, अझै पनि छ। यो त बिग्रिसकेको छ, यसलाई पनि हामी कटिङ गर्छौँ अहिले। यसले बोटमा लोड पर्दैन र नयाँ नयाँ बिरुवालाई फस्टाउनको लागि मद्दत गर्छ। हामीले यसमा केही विषादीहरू हाल्न छैन, त्यो काम लागेन। उयोभन्दा माथि छ एउटा। ओहो, ल बाबु हेरौँ त कतिवटा फ्रुट्स भएको छ। कतिवटा फ्रुट्स भएको छ। आज हामीले गऱ्यो र यो बिरुवा अब फस्टाउँछन्। यसमा फुलहरू धेरै लागेको छ र यो मैले लास्ट माघमा सायद माघ होइन, हो माघमा मैले रोपेको थिएँ यो बोट। 20-22 गतितिर 1-1.5 महिनापछि हामीले यति फ्रुट्स पायौँ। कस्तो लाग्यो फ्रुट्स? धन्यवाद।